नमस्कार। कोरोना विशेष में स्वागत करै छी। हम अजय शाह शिवाली। पिछला समय में कोरोना संक्रमित के संख्या बढ़त जा रहा है। आइए के बात करी तो परसा में 142 गोटे नया संक्रमित बढ़ल है। देशे भर में सबसे बेसी संक्रमित सबसे बेसी खराब अवस्था अखन परसा के छै। परसा के जो बात करी तो प्रदेश में अखन धरि 21 गोटे के मृत्यु भेल छै, जिसमें परसा में 14 गोटे के, मात्र परसा जिला में 14 गोटे के मृत्यु भ चुकल छै कोरोना वायरस के संक्रमण के कारण। ओतऽ सरकार की तैयारी कर रहल छै? निषेधाज्ञा तो लगाओल गेल छै, लेकिन और सेवा सुविधा हो चाहिए, दवाई चाहिए, वेंटिलेटर चाहिए, आइसोलेशन बेड के व्यवस्था होके चाहिए। तो ओतुका जे युवा अभियानी सब छै, व्यापारी सब छै, वो सब केना के देख रहल छै? आइ प्रत्यक्ष जुड़ल छै गणेश लोठ, ओ छै नेपाल उद्योग वाणिज्य संघ के केंद्रीय सदस्य, तहिना युवा अभियानी ओम प्रकाश सराफ। तपाईँ दुवै जनालाई स्वागत छ कार्यक्रम। नमस्कार, धन्यवाद। सपूर्ण दर्शक वृन्दलाई मेरो अभिवादन। सुरुवात गणेश जीबाट गरौँ। पछिल्लो समयमा जसरी कोरोना संक्रमण बढ्दै गएको छ, एकातर्फ सरकारले चाहिँ नियन्त्रण गरिरहेका छौँ भनेर हरेक निकायले भन्दै आएको अवस्था छ। यति पैसा खर्च गर्यो, उति पैसा खर्च गर्यो, हैन? हिसाब किताब कुरा गर्ने त करोडौँ अर्बौंको कुरो भइरहेको छ नि, हैन? रिजल्ट चाहिँ कस्तो आइरहेको छ? जगजाहिर छ, असन्तोष छ, रिजल्ट छैन, मान्छे धमाधम मर्दैछन्। कोरोनाका संक्रमितहरू पनि दुई तरिका, एसिम्प्टोमेटिक, सिम्प्टोमेटिक, मल्टिप्लाईको म्यानरमा बढिरहेछन्। खास गरेर बोर्डर एरियामा पनि उच्च घनत्व भएको ठाउँ वीरगञ्ज र वीरगञ्जसित टाँसिएका गाउँहरू। कारण ट्रान्सपोर्ट नगरी वीरगञ्ज नेपालभरिको आपूर्तिको व्यवस्थाको 75% भार वीरगञ्जले नै बोकेको छ। पुरा नेपालमा 3टा भन्सार नाका भएको ठाउँ पनि वीरगञ्ज। निसन्देह यहाँ कोरोनाको संक्रमणको भय सुरुदेखि थियो र यो चाहिँ हट स्पट बन्न सक्छ भनेर सबैले आकलन गरेका थिए। तर तयारी हेर्नुहुन्छ भनेदेखि तयारी थिएन केही पनि। सरकारले खर्च गरेका छु, निसन्देह खर्च गरेका छन्, यसमा कुनै शंका छैन। प्रान्तीय सरकारले पनि पैसा दिएका छन्। यहाँ पनि सीसीएमसी को डिस्ट्रिक्ट कमिटीले वर्क नगरेको होइन, बैठक नगरेको होइन, गरेको छ। स्थानीय सरकारले पनि मेहनत नगरेको होइन, गरेका छन्। तर यी सबैका बीचमा कोअर्डिनेसन भन्ने कुरो खोज्नुहुन्छ भने कहीँ छैन। तारतम्यता खोज्नुहुन्छ, छैन। कुन कुरोमा कहिले र कुन प्राथमिकतामा राख्ने कुरोमा पनि तालमेल देखिएको छैन। नतिजा हामी भोगिरहेछौँ आजको दिनमा। तपाईँ कल्पना गर्नुहोस्, दिनको 150 पेसेन्ट डेली निस्किरहेछन् र हामीसँग कोभिड अस्पतालमा राख्ने व्यवस्था कति छ? कुलमकुल 150 अहिलेसम्म। अब स्कुललाई मिनी आइसोलेसन बनाउने रे, नारायणी क्षेत्रीय अस्पताललाई पनि कोभिड अस्पताल बनाउने रे। अब आगो लागिसक्यो, दमकलको खोजी बल्ल भइरहेछ। अब चाहिँ बनाउने, हजुर हो, त्यो पनि कहिले बन्छ ठेकान छैन। टेन्डर गर्ने रे, टेन्डर पनि भेन्टिलेटर छैन, हाम्रो प्रान्तमै छैन। प्रदेश नम्बर 2 मा भेन्टिलेटरको क्राइसिस सबैलाई थाहा भएको कुरो हो। कोरोनाको एकदम क्रिटिकल केसमा भेन्टिलेटर नभएर पनि पेसेन्ट मर्दैछ र बल्ल टेन्डर हामीले गरेका थियौं, कोही टेन्डर भर्दिएन भनेर कुरो आयो। अब यसरी नै जाने हो भने मान्छे मरिसकेपछि अब कब्रिस्तानको या शमशान घाटको व्यवस्थापनमा सरकारले तदारुकता हेराउँछ जस्तो लाग्न थाल्यो। मान्छेलाई अब भनौँ न, त्यत्रो पैसा खर्च भयो नि त, होइन? वीरगञ्जकै कुरा गर्ने हो भने वीरगञ्जले यो देशलाई भन्सारबाट मात्रैको कुरा गर्ने हो भने यस आर्थिक वर्षमा, गत आर्थिक वर्षमा चाहिँ 1,26 अर्ब रुपियाँ दियो नि त राज्यलाई, होइन? र त्यहाँ 4वटा भेन्टिलेटर, त्यसो भने 2टा बिग्रेको अवस्थामा। र तपाईँले भनि नै हाल्नुभयो, आइसोलेसन बेड छैन, अभाव छ, अब चाहिँ निर्माण गर्ने भनेर जोडजाम हुँदैछ। त्यत्रो अर्बौं पैसा त खर्च भयो नि, त्यो कहाँ गयो जस्तो लाग्छ कि तपाईँहरूलाई? अब तपाईँहरू व्यापारिक घरानाको, होइन, उद्योग वाणिज्य सङ्घको चाहिँ केन्द्रीय सदस्य, तपाईँहरूलाई के लाग्छ? यो पैसाको त्यत्रो खर्च भयो नि त, रिजल्ट चाहिँ देखिएन के? होइन, मिसयुज भएको छ पैसा। मिसयुज भएको छ भने यो त छानबिनको विषय हो।
सरकारले अब इमानदारी छ भने सरकारले छानबिन गरोस्, हामी सहयोग गर्छौं र मिसयुज बाहेकमा युजलेस ठाउँमा पनि खर्च भएको छ। जस्तै यहाँलाई याद होला कोरोनाको प्रारम्भिक कालमा राहत बाँड्ने होड नै चलेको थियो, एकदम बाडाबाड चल्या त्यो, फोटो खिचाउने, फेसबुकमा हात हाल्ने हैन। यो कसैले बोरा बाट्या छ, कसैले झोला बाट्या छ, कसैले मास्क बाट्या छ, कसैले सेनिटाइजेसन बाड्या छ। त्यो बाड्दाखेरि एउटा पपुलेरिटी कन्टेस्ट जस्तै भयो त्यो पुरा नेपालभरि नै। नेपाल भित्रमा पनि भयो, अरू क्षेत्रमा पनि भयो। त्यो सही ठाउँमा गएन पैसा, त्यो मेडिकल इक्विपमेन्ट्सहरू थिएन। त्यो प्रारम्भिक कालखण्डको लागि राहत एउटा सिम्बोलिकसम्म रुकेको भए हुन्थ्यो, त्यसको होड नै चलेको थियो। इभन सरकार आफै पनि त्यो होडबाजीमा लागे, ठाउँ ठाउँमा मन्त्री पुगेको छ, बाँड्न भिड्या छ, फोटो खिचाएको छ अखबारमा। त्यसले त कोरोना रोक्ने होइन नि। एउटा रोड म्याप जुन बनाउनु पर्ने थियो त्यो रोड म्याप बनाइदिएन, कोही खाखा आइदिएन। अब तपाईँ कल्पना गर्नुहोस्, वीरगञ्ज हट स्पट भइसकेको 3 महिनासम्म पिसिआर मेसिन थिएन। हाम्रो प्रान्तीय सरकारले पनि खूब मेहनत गर्यो, स्थानीय सरकारले पनि गर्यो, बल्ल संघीय सरकारले एउटा पिसिआर मेसिन दियो, त्यसका साथका इक्विपमेन्ट्स दिएन। झन् 1 महिनापछि साथका इक्विपमेन्ट्स आए, बल्ल पिसिआर चालु भयो। त्यो भइसकेपछि थाहा भयो किट नै छैन, किट आएपछि थाहा भयो बिटिएम नै छैन। दुवै आइसकेपछि थाहा पायो कि मास लेभलमा टेस्टिङ गराउनु छ भनेदेखि सीसीएमसी को पर्मिसन गराउनै सक्दैन। एक घर एक मान्छेको जुन अवधारणा लिएर आएका थियौं त्यसको पर्मिसन चाहिन्छ। पुरा 1 महिनासम्म वीरगञ्जमा कुनै कोरोना टेस्ट भइदिएन। हामी स्वेच्छाले कोरोना टेस्ट गराउन चाहन्थ्यौं, त्यति बेला कुनै सरकारले प्रोटोकल एस्टाब्लिस गरिदिया थिएन सशुल्क। 81 सरकारले घोषणा गर्यो 5500 रुपैयाँ दिनु सशुल्क कोरोना टेस्ट गराउनु। त्यो सशुल्क गराउन जाँदाखेरि झ्या पेसेन्टहरू बाहिर आउन थाले, अनि बल्ल यहाँ कान ठाडो भयो, सबैलाई एलार्मिक सिचुएसनको स्थिति आयो। सरकारमाथि प्रेसर भयो, चारैतिरबाट दबाव भयो, मास लेभलको टेस्टिङ बल्ल सुरु भयो। सुरु भएपछि नतिजा हेर्नुस्, 4 दिन 5 दिनसम्मको रिपोर्ट आउन सकिरहेको छैन। आयो भनेदेखि एक दिनमा 150 मान्छे मिनिमम डेली निस्किरहेछन् कोरोनाका ओमजी, संक्रमितहरू। तपाईलाई के लाग्छ यस्तो भयावह अवस्था, यस्तो त्रासपूर्ण अवस्था वीरगञ्जमा निम्तिनुमा को दोषी? यसको चाहिँ 2-3 वटा महत्त्वपूर्ण बिन्दुहरू छ। यसको मेन कारक तत्त्वहरू छ। यो संक्रमण फैलिनु र यसको नियन्त्रण, रोकथाम र व्यवस्थापन, यो पार्ट चाहिँ एक अर्काको परिपूरक पार्ट। अब कुरा गरौँ कि संक्रमण कसरी बढ्यो। संक्रमण बढ्नुमा सबभन्दा महत्त्वपूर्ण कारण यो रह्यो कि सरकारले अव्यवस्थित रूपमा चाहिँ भारतबाट चाहिँ नेपालमा मान्छेहरूलाई आउन दियो। त्यस्तै तपाईको कामदारहरू पनि चाहिँ लुकीछिपी आयो। रोजीरोटीको सवाल छ, आउँछ नै। त्यसको चाहिँ उचित व्यवस्थापन सरकारले गरिदिनु पर्थ्यो। 2 किसिमको मान्छेहरू चाहिँ भारतबाट नेपालमा आएका हुन्। एउटा त नेपाली चाहिँ अप्रवासीहरू र अर्को चाहिँ भारतमै रहेका चाहिँ नेपालमा चाहिँ काम गर्नेहरू, जुन पछिल्लो चाहिँ सुरुवाती दौरमा चाहिँ भारत गएको थियो। नेपालीहरूको लागि अथवा उताबाट आउनेको लागि व्यवस्थित क्वारेन्टाइन भएन। त्यसकारणले त्यसको टेस्ट चेक जाँचको कुराहरू भएन। मान्छेहरू लुकीछिपी आयो, घरमा लुक्यो, डाइरेक्ट फ्याक्ट्रीमा छिर्यो। त्यसको पिसिआर को टेस्ट केही भएन। टेस्टिङको दायराहरू त्यति बेला बढाइएन। त्यस्तै तपाईको सीमा नाकामा अहिले एकदमै व्यापक जनगुनासो छ कि 500 देखि 1000 रुपैयाँमा तपाईको प्रहरी प्रशासनले नै तपाईको त्यस्ता मान्छेहरूलाई नेपालमा अवैध तरिकाले छिराएको चाहिँ व्यापक जनगुनासो छ र तपाईको विभिन्न सञ्चार माध्यममा पनि प्रमाणको साथ कुराहरू आइराखेको छ। यो एउटा अर्को कारण भयो। र हामी बीचमा जुन हामी सेफ ल्यान्डिङमा गइसकेपछि के भयो कि एकदमै हामीलाई लाग्यो कि हामी कोरोनामाथि हामी विजय प्राप्त गरिहाल्यौं। हामी त्यसमा चाहिँ सतर्क भएनौं र सबै कुरा एकदमै नर्मल जस्तै हामी एकैचोटि ओपन गरिदियौं। अर्थात् नेपाल सरकारले पनि अनलक गर्ने चाहिँ विधि र तयारी चाहिँ गर्न सकेन र टेस्टिङ नभएको कारणले भुस भित्र जुन बिस्तारै सल्गिराखेको जुन आगो थियो त्यो आगो चाहिँ अहिले चाहिँ टेस्टिङ भइसकेपछि तपाईको विस्फोट भएको। यो संक्रमण फैल्नुको चाहिँ मुख्य कारण यो भयो।
यसमा चाहिँ नागरिक समाजदेखि लिएर आम जनताको पनि दोष छ कि जुन आवश्यक जुन मापदण्ड छ त्यो चाहिँ पुरा गरेन। जथाभावी मान्छेहरू बजारमा भिड लगायो। सरकारदेखि लिएर सर्वसाधारण सबै चाहिँ दोषी हुन् भन्नुहुन्छ त। सरकारले पनि प्रधानमन्त्रीले पनि आफ्नो कुर्सी बचाउनको लागि आफ्नो पक्षका चाहिँ आन्दोलन चाहिँ गरायो, हजारौंको भिड गर्यो, अन्य विपक्षी दलले पनि गर्यो, हामी पनि गर्यो। त्यस कारणले गर्दाखेरि यस्तो लापरवाहीले गर्दा यो एकदमै फैलेको हो। अब नियन्त्रण र अब अहिले जे काम भइरहेको छ नि हैन, अब भयावह स्थिति त सिर्जना भयो के, तर अहिले कुरा गर्दै भने काठमाडौँबाट महानिर्देशककै नेतृत्वमा टोली आउँछ हैन, पर्सा केन्द्रित त्यहाँ चाहिँ चेक जाँचदेखि लिएर सम्पूर्ण के समस्या छ सबै समाधान गर्ने भनेर चिकित्सकहरूको टोली आउँछ हैन। केन्द्रले त धेरै नै ध्यान दिए जस्तो चाहिँ गरि नै रहेको छ। तपाईहरुले चाहिँ फिल्डमा चाहिँ के पाउनु भएको छ, के रहेछ वास्तवमा सरकारको चाहिँ ध्यान केन्द्रित भएको छ कि छैन, के चाहिँ छ? तपाई बडा महत्त्वपूर्ण, वीरगञ्जलाई तपाईको उच्च स्तरीय त्यस्तो टोली चाहिएको होइन। वीरगञ्जलाई चाहिँ फ्रन्ट लाइनमा तपाईले जानकारी गराऊ 40 देखि 50 जना चाहिँ स्वास्थ्य कर्मीहरू विज्ञ चिकित्सक सहित चाहिँ संक्रमित भएको अवस्था छ। त वीरगञ्जमा जब यो महामारी छ, सरकारले यसलाई महामारी घोषणा गरेको छ, हामीलाई याद छ कि जाजरकोटमा झाडा पखालाको महामारी लाग्दाखेरि नेपालको लगभग 30 जिल्लाबाट चाहिँ स्वास्थ्य कर्मीहरू डाक्टरहरू त्यहाँ परिचालित गरिएको थियो। वीरगञ्ज अहिले नेपालकै हट स्पट हुँदाखेरि पनि अस्ति उच्च स्तरीय टोलीमा 14 जना आयो, आफ्नो चाहिँ फ्यासन सो गर्यो र तपाईले जानकारी गराऊ कि 2 जना नर्सलाई मात्रै छोडेर गएको अवस्था छ। त हामीलाई यहाँ काम गर्ने टोली चाहियो। हामीलाई यहाँ चाहिँ त्यस्तो चाहिँ लिख पढ गर्ने अहिले समय छैन। रिपोर्ट गएर चाहिँ काठमाडौँ मन्त्रालयमा बुझाउने, त्यसको फेरि कार्यान्वयन कहाँ हुन्छ, त्यस्ता रिपोर्टहरू कति फालिएको छ, त्यस्तो यो बेला होइन। महामारीको बेलामा फास्ट ट्र्याकमा काम हुनुपर्छ र परिणाममुखी काम हुनुपर्छ। र अर्को कुरोमा परिणाममुखी काम भएन। हजुर गणेशजी, तपाईलाई के लाग्छ अहिले जे जति प्रयासहरू जुन भइरहेका छन् नि तीनवटै सरकारबाट पर्याप्त छ? हैन, प्रयासको कुरो अब चाहिँ इतिहास भयो। म बुन्दागत रूपमा यो गर्दै भन्न चाहन्छु, प्रयास होइन, त्यो रिजल्ट चाहियो। प्रयास भनेको आफैमा हाफ हार्टेड हुन्छ। वीरगञ्जमा भेन्टिलेटर छैन, भेन्टिलेटर गरिदेऊ। कोभिड हस्पिटलको सिट बेड नपुग्छ, त्यसलाई कमसेकम 1000 बेडको पुर्याइदियोस्। वीरगञ्जमा एम्बुलेन्सको हाहाकार छ, मारामार छ, एम्बुलेन्सको पर्याप्त व्यवस्था गरिदियोस्। भेन्टिलेटर यी रिजल्टहरू सुन्न पाउनु भयो यो बीचमा कि यो भयो रे, भेन्टिलेटर बढ्यो 4 बाट 5 भयो भने थाहा छ तपाईलाई? छैन, केही छैन। एम्बुलेन्सको संख्या बढ्यो थाहा पाउनु भयो? अनि आइसोलेसनको अलि सुनिएको छ, आइसोलेसन चाहिँ केही व्यवस्थापन चाहिँ भइरहेको छ भनेर। हैन, तपाईँ यस्तो गर्नुस् न, घरमा आगो लागिसकेपछि खरानी हुने बेलामा दमकल लिएर आउँदाखेरि त्यसको अर्थ रहेन। जुन हामी दैनिक रूपमा मान्छे गुमायौं त्यो त फर्केर आएन। तपाईको कोभिड हस्पिटल गण्डकलाई जुन बनाइएको थियो स्थानीय सरकारको सक्रियतामा, त्यो 3 महिनाको म्याद सकिन लाग्दाखेरि बल्ल सबलाई चेत भयो, 3 महिना फेरि थपियो। यो मान्यता छ कि 3 महिना भित्रमा सारा कुरो ठिक भइहाल्छ। लास्टमा कोभिड अस्पताल टन्न भरिसकेपछि घर घरमा 150-200 पेसेन्ट थुनिएपछि बल्ल अर्को अस्पताललाई फकाएर त्यो अस्पताललाई वीरगञ्ज हस्पिटललाई फेरि कोभिडमा कन्भर्ट गर्यो। त्यो पनि पाएको भएपछि अब तेस्रो खोजिँदैछ। यो त दूरगामी सोचको कहीँ लक्षण देखिएन नि। यो सारा संसारमा भइराखेको घटना, हामीले कहाँबाट ट्रेनिङ लिनुपर्ने थिएन। भएकै घटनालाई आधार बनाएर आजभन्दा 5 महिना अगाडि नै तयारी गरिसक्नु पर्ने थियो। डाक्टर उति बेला भन्थे कि तपाईँ अस्पतालको मात्र होइन, यो अन्तिम क्रियाको लागि पनि स्थल छनौट गर्नुस्, यसमा पनि ठुलो विवाद आउँछ, ठाउँ ठाउँ भइरहेछ। त्यति बेला ठट्टा गरेर कुरो उठाइदिए। आज हेर्नुस् मरिसकेको आज त्यही अवस्था सिर्जना भइरहेको छ। ओमजी, दुर्गति यो पछिल्लो समयमा पछिल्लो 2 साताको कुरा गर्ने हो भने जबदेखि कोरोना संक्रमितको संख्या बढ्न थाले त्यो बेलादेखि कुरा गर्ने हो भने परिवर्तन के पाउनु भयो त्यहाँ हैन? जसरी उहाँले गणेशजीले भनिराख्नु भएको छ, प्रयास होइन कि परिवर्तन के भयो, रिजल्ट के आयो त? रिजल्टको कुरा गर्ने हो भने एउटा हामीले सुनेको चाहिँ आइसोलेसन बेड थपियो, अरु के भयो? त्यही हामी भन्न खोजिरहेछौँ कि अहिले एकदमै एक्सन पनि फास्ट ट्र्याकमा एक्सनको आवश्यकता छ, जुन चाहिँ देखिराखेको छैन। वीरगञ्जमा जुन तरिकाले तपाईँ कुन आधारमा त्यो सूचना प्रवाह गर्नुभयो, हामीसँग डाटा छ कि लगभग 850 तपाईको संक्रमितहरू
अहिले वीरगञ्जमा यो निस्केको प्रदेश 2 अवस्था छ। सरकारले दिएको डाटा हो, हिजोको डाटा हो 380 अनि आज 140 बढ्यो भनेर 522 यो प्रदेश सरकारले दियो निर्देशनालयले। नारायणीको परीक्षणको रिजल्टको आधारमा हामी भन्दैछौँ। हजुर। अनि त्यसमा यो भन्दा के दुर्भाग्य हुन सक्छ कि तपाईको 150 देखि 200 संक्रमितहरूले मात्र बेड पाएको छ, तपाईको 400 प्लस तपाईको संक्रमितहरू अहिले पनि अस्पताल बाहिर छन्। त्यसमा धेरै जस्तो यस्तो पनि अवस्था छ कि त्यसमा लक्षण छ, त्यसले ऑक्सिजन चाहिँ पाइराखेको अवस्था छैन, त्यसले चाहिँ धेरै किसिमको रोगहरूको त्यसले महसुस गरिराखेको अवस्था छ। धेरै जस्तो त यस्तो पनि चाहिँ संक्रमितहरू छन् जुन लक्षणयुक्त जुन पेशेन्टहरू छन् तिनीहरू पनि घरमै छन् भनिराख्नु भएको छ तपाईले। रूपमा अनि त्यस्ताको लागि अर्को दुर्भाग्यको कुरा के छ कि तपाईको WHO अथवा स्वास्थ्य मन्त्रालय अथवा नेपाल सरकारको जुन मापदण्ड छ त्यसमा के भनिएको छ कि होम आइसोलेसन भए पनि त्यो चाहिँ स्वास्थ्य कर्मीको निगरानीमा चाहिँ हुनुपर्ने। तर अहिलेसम्म के कस्तो 1 हप्तादेखि त्यो घरमा छ, तर त्यो कोही सोधपुछ पनि गर्न गएको छैन, त्यसले एउटा फोन कल समेत आएको अवस्था छैन। केही त संक्रमितहरू तपाईको बजारमै डुलिराखेको अवस्था छ, कसले निगरानी गर्ने? 700-800 मा यो हाल छ भने मलाई लाग्छ कि हाम्रो 32 वटा वाडामा 2-3 वटा वाडामा मात्र यो टेस्टिङ भएको छ। यदि 32 वटा वाडामा भयो भने मलाई लाग्छ कि यो 10,000 सम्म यो चाहिँ संख्या पुग्न सक्छ र हामी चाहिँ त्यस्तो न आइसोलेसन हामी बनाउन सकिरहेका छौँ, न स्वास्थ्य कर्मीहरू हामी थप्न सकिराखेका छौँ, न भेन्टिलेटर अहिलेसम्म थपिएको 4 महिना पहिला गरेको निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन। जहाँसम्म प्रदेश सरकारको कुरा छ त्यसले अहिलेसम्म पनि खाली बैठक छलफल। प्रदेश सरकारले त फेरि 500 बेडको आइसोलेसन बनाउने रे, इलाज सहितको मतलब बनाउने त्यही आइसोलेसन बनाउने तयारी प्रदेश सरकारको भर्खरको निर्णय। आदरणीय अग्रज दाइले भनिसक्नुभयो कि खडानीको लागि के बनाउने, खडानीको लागि केही अवस्था शमशान घाटको मात्रै व्यवस्था अब गरे हुन्छ, अब कब्रिस्तानको मात्रै व्यवस्था गरे हुन्छ। किनभने अहिले चाहिँ वीरगञ्जमा मात्रै मिनिमम 1000 देखि 1500 आइसोलेसन खाली जुन लक्षण सहित संक्रमित छन् त्यसको लागि मात्रै 1000 देखि 1500 को तपाईको यहाँ चाहियो, आइसोलेसन चाहियो। तर अहिले 150 देखि 200 मा हामी सीमित भएका छौँ। यहाँ स्वास्थ्य कर्मी छैन, यहाँ उपकरण छैन, त्यो सबमा ध्यान गएको छैन। पैसा पनि आएको छ, त्यो कहाँ कुन गतिमा कुन ठाउँमा कुन शीर्षकमा हैन। प्रदेश सरकारकै कुरा गर्ने हो भने प्रदेश सरकारले त 2466 वटा आइसोलेसन बेड प्रदेशमा छ भनेर भनिरहेको छ अहिले चाहिँ। त्यो चाहिँ जमिनमा चाहिँ 233 वटा छन् रे। हैन, त्यो प्रदेश सरकारले कहाँ के गरेको छ अहिलेसम्म वीरगञ्जको कुरा गर्दा, पर्साको कुरा गर्दा उसले एउटा पनि आइसोलेसन बनाएको छैन। किनभने गण्डक पनि हस्पिटल महानगरको सक्रियतामा बनाइएको छ भने अर्को नयाँ जुन थपिएको छ 150 बेडको वीरगञ्ज हेल्थ केयर, त्यो पनि तपाईको संघ सरकारको जुन अर्थात यहाँको जुन लोकल स्तरको जुन CCMC छ त्यसको सक्रियतामा त्यो एग्रिमेन्ट भएको अवस्था छ। प्रदेश सरकारको चाहिँ त्यो अब ओमजी यसमा एउटा कुरा म जोड्न चाहे, जुन आइसोलेसनको कुरो हुँदैछ नि, मानौ अहिले हेल्थ केयर हस्पिटल छ त्यहाँ आइसोलेसनको कुरा आयो, त्यसपछि गण्डक अस्पतालमा आइसोलेसन बेड छन्। मैले यो कुरो बोल्न खोजेँ किनभने अहिले त संक्रमित जुन भेटिरहेका छन् ती चाहिँ लक्षण सहितका पनि भेटिरहेका छन् के हैन, धेरै जो लक्षणविहीन छन् तर केही लक्षण सहितका पनि भेटिरहेका छन्। अब लक्षण सहितका संक्रमितलाई उपचार गर्दै खालको आइसोलेसन के अस्पताल भनौँ न एक किसिमको अस्पतालको व्यवस्था भइरहेको छ कि छैन जहाँ चाहिँ उपचार होस्, कि त्यहाँ क्वारेन्टाइन जस्तै राखिदिएर त भएन, त्यस्तो व्यवस्था भयो। जिल्लाको लागि हामी दिगो समाधानको लागि प्रष्ट बोल्नलाई हामीलाई कसैले रोक्न सक्दैन। हामी के भनिरहेका छौँ, एउटा सर्वपक्षीय निर्णय पनि भएको छ कि नेशनल मेडिकल कलेजलाई हामी 1 साल 2 साल 6 महिना कति दिनको लागि हुन्छ त्यसलाई आइसोलेसन बनाऊ। त्यसमा 2000 देखि 3000 सम्मको पनि हामी ट्रिटमेन्ट गर्न सक्छौँ। त्यसमा जनशक्ति पनि छ, त्यसमा रहेका विद्यार्थीहरू जुन पढिरहेका छन् मेडिकलको त्यसलाई प्र्याक्टिस गर्नलाई पनि हुन्छ। र अरू वीरगञ्जको अस्पतालहरू छ, अहिले तपाईँलाई जानकारी गराऊ कि दैनिक तपाईको अन्य शीर्षकका बिरामीहरू उपचार नपाएर पनि मर्नुपर्ने बाध्यता छ। कुनै अस्पतालले चाहिँ भर्ना गरिराखेको छैन। यहाँ त्यस्तो किसिमको विडम्बना छ। तपाईको कोभिड भन्दा पनि अन्य शीर्षकका चाहिँ बिरामीको लागि यहाँ धेरै ठुलो
चाहिँ एउटा दुर्भाग्यपूर्ण वातावरण बन्दैछ। अन्य अस्पताललाई हामी अन्य जसको जे क्षमता छ, जसको जुन स्रोत साधन छ, जसको लागि बनाइएको छ त्यो रूपमा सञ्चालन होस्। एउटा अस्पताल चाहिँ फिक्स रूपमा चाहिँ त्यो कोभिड अस्पताल बनोस् र त्यसलाई त्यो प्राइभेट अस्पताल हो, त्यसलाई विश्वासमा लिनको लागि सरकारले एकदमै अधिकतम त्यसलाई डोनेसन देओस्, अधिकतम त्यसमा लगानी गरोस्, विश्वासको वातावरण बनाओस्। यसरी गरेर मात्र एउटा दिगो समाधान हुन सक्छ। यसरी चाहिँ गणेशजी अब अहिले आलोचना कुरा गर्ने भने सरकारको आलोचना त भइ नै रहेको छ हैन। सरकारले यो गरिदिएन, त्यो गरिदिएन। अब अर्को कुरा हुन्छ कि विपक्षीहरूले चाहिँ दबाब कतिको सिर्जना गरे त्यहाँ हैन। र भनौँ न तपाईहरू चाहिँ व्यापारिक घरानाका भनौँ व्यापारिक पृष्ठभूमिका व्यक्तिहरू भए, सङ्घ सङ्गठनहरू भयो हैन, तिनीहरूको आफ्नो कर्तव्य हुन्छ। अब अहिले त कुरा कस्तो आयो भन्दाखेरि रोग भन्दा नि भोकको समस्या हुन थाल्यो, किनभने निरन्तरको निषेधाज्ञाका कारण अब फेरि अर्को समस्या सिर्जना होला हैन। अब तपाईहरू चाहिँ तपाईहरूको सङ्घ सङ्गठन अब यो विषयमा चाहिँ कसरी चाहिँ सरकारलाई दबाब दिने विषयमा चाहिँ कसरी काम गरिरहेको छ? अब यसमा छ म चोखो बाँकी सब दूर दूर छिछि वाला मानसिकता पनि छ हाम्रो नेपाली समाजमा। सबैले आफ्नो आफ्नो ठाउँमा बेलैमा नचेतेको पनि हो। यसमा मैले आत्मआलोचना गर्नमा कहीँ पनि कन्जुसाई गर्दैन। सुरुमा हामीले साधारण बाढी पहिरो जत्तिकै हल्को रूपमा यो महामारीलाई लिए। विश्व बजारले नचेताएको पनि होइन। छेउमा छिमेकमा आगो लागिराखेको बेलामा हाम्रा प्रधानमन्त्रीको तपाईँ कुरो सुन्नुहुन्छ भनेदेखि हाँसो लागेर आउँछ। हाम्रा सङ्घ संस्थाहरूले पनि त्यही विज्ञप्ति जारी गरे, थोर बहुत राहतका सामग्री बाटे, ठाउँ ठाउँमा पुगेर यसो फोटो सेसन गरे। त्यसपछि सेलाए यो महिनामा कि कोरोनालाई हामी धपायौँ, भगायौँ। हाम्रो नेपालीको मान्छे मानसिकता के हो भने चिउडोमा मास लाउने अनि कोरोनालाई धाक देखाउने। बीचमा आन्दोलन पनि भयो कि यसरी लकडाउन गरेर बस्नुको अर्थ छैन, हामीलाई काम गर्न दे। भावना नराम्रो थिएन, भावना राम्रो थियो। नेपाल सरकारले धेरै अर्ली तोकिएको म्याद भन्दा बहुत अगाडि नै लकडाउन सुरु गरिदिएको थियो। क्रोनिक पिरियड त त्यसपछि सुरु भएको, तर सरकारले त्यो के हो त्यो खोलिदिएपछि कहिले वास्ता गरेन, कहिले मोनिटरिङ गरेन, कहिले त्यसमा केही किसिमको अनुगमन गरेन। त्यहाँ एउटा चुक त भएकै हो। दबाब दिने मामलामा जहाँसम्म सरकारको छ, अहिले तपाईँ हेर्नुहुन्छ मतलब लकडाउन खोल्ने बेलामा चाहिँ मापदण्ड चाहिँ बनाइयो हैन। भनौँ न अब कुनै चाहिँ भनौँ उद्योग खोल्नु पर्यो रे, खोल्दाखेरि चाहिँ अब कोरोनाबाट बच्नको लागि के प्रयोग गर्नुपर्ने हो ती कुराहरू चाहिँ मापदण्डमा चाहिँ उल्लेख चाहिँ गर्ने, अनुगमन चाहिँ भइदिएन के, कतिको भयो मापदण्ड पनि प्र्याक्टिकल थिएन। यसमा बोल्नमा मैले कहीँ कन्जुसाई गर्दैन। मापदण्डमा कतिसम्म इम्प्र्याक्टिकलिटी थियो। तब लेबरलाई राख्नुहुन्छ भने उसको स्वास्थ्य परीक्षण गराउनुहोस्। यहाँ राम्रो भन्दा राम्रो घरको मान्छेको स्वास्थ्य परीक्षण हुन सकिरहेको छैन। 5500 रुपियाँ तिरेर पनि 10 दिन 15 दिनसम्म रिपोर्ट आइरहेको छैन। हजारौं हजार लेबरहरूको स्वास्थ्य परीक्षण कुन बुताले गराउने एउटा इन्डस्ट्रियलिस्टले हैन। फेरि अर्को कुरो, आज स्वास्थ्य परीक्षण गराउनुको मतलब कति दिनसम्मको त्यो सर्टिफिकेसन हो, त्यो त भ्याक्सिन होइन नि। आज स्वास्थ्य परीक्षण गराए भोलि कोरोना लाग्न सक्छ। र त्यसमा कसैलाई केही भयो भनेदेखि श्रम ऐन बमोजिम हदैसम्म सजाय छ, जेल नेलको पनि व्यवस्था छ। एउटा उद्योगपतिलाई जुन तरिकाले होच्याएर मापदण्ड बनायो त्यसमा त्यो भावनात्मक रूपमा कहीँ सहयोग गरेको जस्तो देखिएन, होच्याउन खोजे जस्तो छ। हिजो अस्ति पनि हाम्रा सरकारी कार्यालय हाकिम साहबहरू के भन्थे, अब हामी अनुगमन गर्छौँ, कालो बजारी बढ्यो। एकदम गर्नुहोस् अनुगमन, कालो बजारी किन बढ्यो रोक्नुहोस् त्यसलाई। तर यो पनि त अनुगमन गर्नुहोस्, बजार किन सुक्खा छ, किन रुक्खा छ, व्यापारी किन घरमा लुकेर बसेका छन्, किन पसल खोलिरहेछन्। अस्तिसम्म व्यापारले अटेरी गर्यो भनेर आरोप लाग्यो। आजको दिनमा तपाईँ व्यापारले भन्नुहोस् खोल्दे भनेर खोल्न मानेको छैन। प्यानिक जुन लेभलको छ, मापदण्ड बनाएर पनि हुँदैन। एउटा खाली जानकारी गराउँछु तपाईँले, सरकार कतिसम्म नालायक छ बोल्नमा एक पैसा लाज लाग्दैन मलाई। रेमडेसिभिर भनेर एउटा दबाई छ, रेमडेसिभिर। यो सिप्लाले अर्को कम्पनीले बनाउँछ। इन्डियामा चाहिँ एकदम भयङ्कर ब्ल्याक मार्केटिङ भएछ नपाएर। गभर्मेन्ट आफै मोनिटरिङ गरेर डाइरेक्ट अस्पतालमा डेलिभरी गराइरहेछ। हाम्रो नेपालमा अहिलेसम्म त्यसको पर्मिसन छैन आयात गर्ने। अनि त्यो दबाई चाहिँ कोरोनाको भेन्टिलेटरमा चढेको मान्छेलाई दिनलाई तपाईँलाई न्युजमा आएको कुरो हो। ज्ञानेन्द्र कार्की कलकत्ताबाट ल्यायो चार्टर प्लेन गरेर हैन। हाम्रा वीरगञ्जका मेयर चाहिँ सब परिवार सिकिन्छन्, मेयरलाई सिम्प्टोमेटिक कोरोना
कोरोना छ सिकेस छन् उनको लागि कलकत्ताबाट 3 भेल अहिलेसम्म त्यो आएको छ, त्यो पनि 2 नम्बरी मार्केटबाट बडो मुस्किलले। सरकारको लाचारीपन भनौँ या नालायकीपन भनौँ, डीडीए को अफिसमा त्यो एप्लिकेसन थन्क्या छ, पुरा पैसा त सोर्स अरबौँ लगाइयो, खर्च भइसक्यो नि हैन? त्यसमा परमिसन आएको छैन। अब अर्को सरकारले प्लाज्मा त पैसा थेरेपी, अरबौँ खर्च गरिसक्यो। अब प्लाज्मा थेरेपीको कुरो गरौँ, यसमा सरकारको लगानी थिएन। सरकारलाई शङ्का थियो भने आफै इम्पोर्ट गरेर आफै आफ्नै कन्ट्रोलमा पनि राख्न सक्थ्यो, नियन्त्रण गर्न सक्थ्यो। अर्को प्लाज्मा थेरेपीको कुरो गरौँ, यसमा पनि सरकारको लगानी छैन। सरकारले कब यसको मापदण्ड बनायो जब एकदम क्रोनिक स्टेज आयो, काठमाडौँमा एउटा प्लाज्मा थेरेपी सफल भयो, उसको प्रत्यारोपण भनौँ प्लाज्माको। अब त्यसको प्रोटोकल 10-15 को यहाँ वीरगञ्जमा आएको छ, त्यसलाई स्टडी गर्नुपर्छ, त्यसको ट्रेनिङ गर्नुपर्छ, प्लाज्मा डोनर खोज्नुपर्छ, डोनर खोजेपछि सर्ट लिस्ट गर्नुपर्छ। तपाईँ कल्पना गर्नुहोस् न, घरमा आगो लागिसकेको छ, हामी कोटेसन के मागिरहेछौँ, दमकलको मागिरहेछौँ। कुन हदसम्म नालायक भइसकेका छौँ हामीहरू, मलाई त लाज लाग्न थाल्यो। ओमजी, यो अब प्लाज्मा जसरी चाहिँ गणेशजीले भनिराख्नु भएको छ कि अबको अवस्था भनेको भनौँ न, अब संक्रमणयुक्त बिरामीहरू भेटिरहेका छन् हैन? यस्तो अवस्थामा त अब भेन्टिलेटरको व्यवस्था हुनु पर्यो, औषधिको व्यवस्था हुनु पर्यो हैन? उहाँहरूले त उदाहरण नै दिइहाल्नु भयो हैन? पेसेन्टले आफै औषधि मगाउनु पर्ने अवस्था छ नेपालमा, त्यत्रो पैसा खर्च भइसक्यो। अब विपक्षीहरूको भूमिका के होला, के गरिरहेका छन् विपक्षीहरू हैन? सरकारको आलोचनाको कुरा मात्रै गएर हुन्छ कि रिजल्ट आओस् हैन, काम चाहिँ देखियोस् के? यो हुन सकेन। तपाईलाई के लाग्छ यसमा? हैन, यसको मूल कारण चाहिँ सरकारले यो कामहरू टाइममा समयमा किन गरिराखेको छैन, यसको मूल कारण जुन सत्ताधारी मूल पार्टी छ नेपाल कम्युनिस्ट पार्टी, त्यसको आन्तरिक खिचातानीले गर्दा पनि तपाईको ध्यान केन्द्रित भएको छैन। यसको सानो सानो ठुलो ठुलो कुराहरूमा चाहिँ ध्यान नगएको जस्तो मेरो बुझाइ छ। जति उनीहरू आफ्नो पार्टी, आफ्नो कुर्सी बचाउनको लागि, आफ्नो पार्टीको लागि, आफ्नो पद पोजिसनको लागि दैनिक तपाईको खुम्लाटार बालुवाटार त्यति यदि सिरियस र गम्भीर यो कोरोना विरुद्धको लडाईँमा भइदिएको भए आज हाम्रो देशको अवस्था यस्तो हुँदैन थियो होला। नम्बर 1 कुरा त्यो हो। नम्बर 2 कुरा के हो कि यो 3 तहको जुन सरकारको हामी कुरा गरिरहेका छौँ, यो 3 तहको सरकारको कसको के टास्क एन्ड ड्युटी छ त्यो पनि अहिलेसम्म क्लियरफाई हुन सकेको छैन। त्यो पनि सबैले बुझ्न सकेको छैन। प्रदेश सरकारले सङ्घलाई आरोप लगाउने, सङ्घ सरकारले स्थानीयलाई लगाउने, स्थानीयले फेरि प्रदेशलाई लगाउने र सबैजना आफ्नो आफ्नो जिम्मेवारीबाट पन्छिने, यो पनि एउटा ठुलो चाहिँ यस्तो अवस्था बिग्रिनुमा एउटा कारक तत्व रह्यो। यो सबैलाई कोर्डिनेसन चाहिँ गर्दिनको लागि स्थानीय लेभलमा नागरिक समाजले गर्न सक्थ्यो, नागरिक समाज पनि त्यो अनुसारको भूमिका निर्वाह गर्न सकेन। यस कारणले गर्दाखेरि पनि यस्तो भयावह स्थिति आएको हो। र अर्को म एउटा के कुरा भन्न चाहन्छु कि मात्रै वीरगञ्ज पर्सा जिल्लाको यो स्थिति छैन। यो स्थिति यदि टेस्टिङ भयो भने तपाईको नेपाल मधेसको त लगभग हरेक जिल्लामा र तपाईको पहाडको पनि, अर्थात् लगभग नेपालभरि नै एकदमै स्थिति एकदमै डेन्जर जोनमा छ र त्यसलाई हामी नियन्त्रण चाहिँ गर्न सक्ने अवस्थामा अहिलेको जुन हाम्रो जुन हेल्थ सम्बन्धी जुन इन्डेक्स छ, स्टाटस छ, त्यसले चाहिँ भ्याउँदैन। अर्को सबभन्दा मेरो दुःखको कुरा के छ कि हामीसँग यता विगतमा 4 महिना समय थियो। यो 4 महिनामा पनि हामीले केही थप गर्न सकेनौँ। अघि पनि कुरा आयो, भेन्टिलेटर हामी थप्न सकेनौँ, आइसियु हामी थप्न सकेनौँ, हामी एम्बुलेन्स थप्न सकेनौँ, हामी चाहिँ सब वाहन गर्ने 50-60 लाखको सामान जुन गाडी हुन्छ त्यो हामी थप्न सकेनौँ, हामी आइसोलेसन बनाउन सकेनौँ। त्यस कारणले गर्दाखेरि एकदमै चाहिँ असफल अहिलेको जुन संयन्त्र छ एकदमै असफल छ। अहिले पनि तपाईँ हेर्नुहुन्छ भने प्रदेश 2 सरकार नै गएर काठमाडौँमा बसेको छ, यतिसम्म नलायक छ। हाम्रै पार्टीको अहिले त तपाईँ त जनता समाजवादी पार्टीसँग पनि आबद्ध हुनुहुन्छ हैन? तपाईको पार्टीको अहिले कार्यकारिणी बैठक काठमाडौँमा चलिरहेको छ हैन? सबै प्रदेश 2 का जो छन् हैन, म भने चाहिँ प्रदेश सरकार नै काठमाडौँमा गएर बसिसकेको अवस्थामा त्यो एक एक मान्छेको नाम गिनाइराख्नु पर्दैन। अहिले त तपाईको दिन रात कमसे कम जति मन्त्री अहिले झण्डा हलाइरहेको छ, एउटा एउटा जिल्लामा बसेर चाहिँ कोभिड सम्बन्धी कहाँ के कमी कमजोरी छ, के छ, त्यो सबै स्रोत साधन लिएर बसेर डटेर इन्चार्ज बनाएर चाहिँ काम गर्नु पर्थ्यो। राजनीतिका सबै उस्तै हुन् है। त्यसो भए
तपाईँले अघि होइन राजनीति गर्नु हो आफ्नो पार्टीको विवाद मिलाउन त्यत्रो होइन, कोरोनालाई बाइपास गरेर आफ्नै कुरा गरिरह्यो होइन। अब जसवा पनि त्यस्तै त हो नि, अहिले काठमाडौँमा बैठक बसिरहेका छन् सबै प्रदेश 2 का मन्त्रीदेखि लिएर सब चाहिँ त्यहाँ पुगेका छन्। प्रदेश 2 को डेन्जर जोनमा छ, भयावह स्थितिमा छ। यसमा कतै न कतै अधिकतम जिम्मेवार प्रदेश नम्बर 2 सरकार पनि हो नि, किनभने अन्य प्रदेश सरकारले चाहिँ काम गर्न सक्ने, उसले आइसोलेसन बनाउन सक्ने, क्वारेन्टिन बनाउन सक्ने, भेन्टिलेटर किन्न सक्ने जनशक्ति एउटासम्म अहिलेसम्म सिएमई समेतको यिनीहरू नियुक्ति गर्न सकेको छैन। एउटा पनि मतलब शिक्षा यो स्वास्थ्यको क्षेत्रमा हामी कर्णाली भन्दा चाहिँ पछाडि छौँ सुरुदेखि नै, तर त्यसैमा काम भएन अहिलेसम्म। खाली मन्दिर मस्जिद यस्ता अब अन्त्यतिर पनि आइसकेका छौँ। गणेशजी, तपाईँले चाहिँ के लाग्छ, किनभने नेपालको कुरा गरिदियौँ भने नेपाल स्वास्थ्य क्षेत्रमा स्रोत साधन सम्पन्न देश होइन। अब चाहेर पनि नेपाल सरकारले चाहेर पनि त्यस्तो किसिमको पूर्वाधार खडा गर्ने त्यो पनि सम्भव छैन, त्यो हामी सबैलाई थाहा नै छ होइन। हामी आफै बच्नु नै सबभन्दा ठुलो होइन र भरपर्दो उपाय हो भनेर पनि भनिन्छ होइन। तपाईले के लाग्छ, सरकारबाट अपेक्षा चाहिँ अब तत्काल चाहिँ के गरिदिनु पर्ने हो वीरगञ्जमा, जसले गर्दा चाहिँ यो चाहिँ भयावह स्थितिबाट चाहिँ त्यहाँका जनता मुक्ति पाउन्? सबभन्दा पहिला सरकारले आफ्नो अनुभूति दिन सकोस् कि म छु, तिम्रो अभिभावक जिउँदो छ भनेर अनुभूति दिन सकोस्। त्यसको लागि सरकारले पैसो दिने होइन, त्यसको लागि उपस्थिति जनाउने हो। हाम्रा स्वास्थ्य मन्त्री वीरगञ्जमा यो 5 महीनाको दौरानमा कमसेकम 5 चक्कर लगाइसक्नु पर्ने थियो। यहाँका सारा सुरक्षा संयन्त्र स्वास्थ्य संयन्त्रका साथमा जोइन्ट मिटिङ गरेर आदेश जारी गर्न सक्नु पर्ने थियो। त्यो भएन, त्यो अहिले पनि गर्न सक्छ। सरकारसँग साधन स्रोतको अभाव छ भने ट्रिपल पी को अवधारणा अन्तर्गत हामीलाई ओनरसिप दियोस्, प्राइभेट सेक्टरलाई ओनरसिप। एक्जाम्पल त हामी सेट गर्यौं नि, वीरगञ्जमा पीसीआर मसिन खरिद गर्न र ल्याब सेट गर्न यहाँका वीरगञ्जमा निजी क्षेत्रका मान्छेले दिए नै 2 करोड रुपैयाँ उठाएर। कति दिनको म्यादमा त्यो हेर्नुस्, अहिले पनि पछाडि हट्या छैन। धर्मशाला सारा एंगेज भइरहेछ हेर्नुहुन्छ। होटलवाला भोलिन्टियरली आएर हाम्रो होटललाई आइसोलेसनमा ले भन्छ। स्कुलमा चलेकै छ क्वारेन्टाइन, लागेका छन्। ओम प्रकाश सराफ जस्ता अभियन्ताहरू कन्टिन्यू दिनरात मेहनत गरिरहेछन्। कुनै तलब त पाएको छैन, कुनै अवार्डको लालसा त गरेका छैन। यिनीहरूलाई ओनरसिप चाहेको छ। सीसीएमसी को यदि स्ट्रक्चर हेर्नुहुन्छ भने स्ट्रक्चरमा न त निर्वाचित कोही व्यक्तित्वहरूलाई ठाउँ छोडेको छ, न जनप्रतिनिधिलाई, न कुनै नागरिक समाजको प्रतिनिधिलाई। त्यो एउटा ब्युरोक्रेटिक स्ट्रक्चर भित्र काम भइरहेछ। ब्युरोक्रेटिक स्ट्रक्चर त्यति प्रभावकारी नभएर यो दुख पाइएको। अहिले पनि सीसीएमसी को रिस्ट्रक्चर गरेर र जनप्रतिनिधिहरूलाई अगाडि सारेर ट्रिपल पी सरकारको पनि सामेलता रहोस्, निजी क्षेत्रको पनि रहोस्, सामुदायिक पनि रहोस्। सरकारले यो मास लेभलमा अभियान चलायो भनेदेखि नेपाल सानो ठाउँ हो, यसलाई नियन्त्रण गर्न हामीले धेरै समय कुर्नु पर्दैन। संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारको बीचमा एउटा फोकल पोइन्ट कोअर्डिनेसन कमिटी हुनुपर्छ। फोकल पोइन्टमा मेडिकली अनुभव भएका व्यक्तित्वहरूलाई सामेल गर्नुपर्छ, जनप्रतिनिधिहरूलाई सर्टेन अथोरिटीका साथ सामेल गर्नुपर्छ र नागरिक समाजबाट। र ती फोकल पोइन्टका मान्छेहरू ठाउँ ठाउँमा जनस्तरमा गएर स्पटमा गएर जे डिसिजन गर्छ सरकारले त्यसलाई मान्यता दिनुपर्छ र निजी क्षेत्रबाट सुझाएका एक्सपर्टहरूबाट सुझाएका कुराहरू अविलम्ब लागू गराउनुपर्छ। जस्तै तपाईँ हेर्न सक्नुहुन्छ, डेली एउटा या 2टा हेलिकप्टर वीरगञ्जमा ल्यान्ड गरिरहेको थियो हिजोसम्म। आजदेखि हेलिकप्टरवालाहरूले त्यो पनि ल्याउँदैनौँ वीरगञ्जमा भनेर नाइ भनिसके। सरकारले अहिले चाहिँ एयर एम्बुलेन्सको तयारी गर्न सक्छ, त्यो बहुत असम्भव कुरो पनि छैन। त्यस्तै एम्बुलेन्सको कुरो छ। हाम्रो वीरगञ्जमा लोकलमा चलाउने एम्बुलेन्स एउटा पाटो भयो र क्रोनिक केसहरूमा त्यो एम्बुलेन्सले ठुलो हस्पिटलमा काठमाडौँमा, चितवनमा, धरानमा, पोखरामा कहाँ लैजानु जरुरी छ त्यहाँ लैजान सक्ने खालको आइसियु सहितको एम्बुलेन्सको व्यवस्था सरकारले गरिदिनु पर्यो। प्लाज्माको कुरो आइरहेछ, केही मेडिसिन्सहरूको कुरो आइरहेछ, त्यो व्यवस्था त्यति मात्र होइन, विदेशमा हाम्रा कूटनीतिक माध्यमहरूबाट जहाँ जहाँ यो कोरोनाको महामारीबाट पार पाइएको छ, लडेर सकिएको छ, त्यहाँका विशेषज्ञहरूलाई हायर गरेर जसरी पनि गुहार गरेर नेपाल झिकाउन सक्नु पर्यो। नेपाल सरकारको दायित्व भित्रको कुरोहरू छ र
त्यति मात्र गरेर पनि भएन, आर्थिक रूपमा चलायमान गर्न सकिन भने मान्छेको सुसाइड केस पनि त्यत्तिकै बढेर आएछ। पार्लरमा के गर्दाखेरि आर्थिक गतिविधि पनि चलायमान होस्, गरी खाने मान्छेहरूले भोकै नमरुन् भनेर एउटा अब स्ट्राटेजी त्यसका लागि यदि सुझाव दिनु पर्ने हो भने तपाईँ के भन्नुहुन्छ भन्नु न। एकातर्फ होइन, सिम्पल छ, बहुत सिम्पल छ। तपाईँ अन्तर्राष्ट्रिय बोर्डर सिलै राख्नुहोस्, मान्छेको आवागमनको लागि, यातायातको लागि चालु राख्नुहोस्। जहाँ यातायातको छ आवागमन त्यहाँ पिसिआर टेस्टिङको व्यवस्था राख्नुहोस्। आउने ड्राइभर खलासीको अन द स्पट तपाईँ पिसिआर टेस्ट गर्नुहोस्। 3 घण्टाभित्रमा रिपोर्ट लिने गरी पिसिआरको त्यो क्यापासिटी भित्र छ। भित्र पसिसकेपछि नेपालमा कहीँ पनि जान दिनुहोस्, फर्किन दिनुहोस्। र एउटा जिल्लाबाट अर्को जिल्लामा जुन पस्ने छ मान्छेहरूको त्यसलाई कडाई गर्नुपर्छ, त्यो कडाई राख्नुहोस्। काठमाडौँ भनेकै नेपाल होइन, सारा जिल्लामा त्यो गर्नुहोस्। आवागमनलाई एउटा मत्थर जसलाई अत्यन्त जरुरी छ त्यो मेडिकल सर्टिफिकेट होस् या त्यस्तै मापदण्ड पुरा गरेको त्यसलाई आवत जावत गर्न दिनुहोस्। बजार खुल्ला राख्नुहोस्। बजारमा तपाईँलाई लाग्छ ओभर क्राउडिङ भइरहेछ भने बजारलाई डिस्ट्रिब्युट गरिदिनुहोस्। तरकारी बजारको कुरो गर्नुहुन्छ भने सेन्ट्रलाइज छ नेपालमा, ठाउँ ठाउँमा, वीरगन्जमा त छँदैछ, डिसेन्ट्रलाइज गरिदिनुहोस्। किरानाको डिसेन्ट्रलाइज गर्नुहोस्। अनलाइन इच्छा शक्ति हुनु पर्यो, इच्छा शक्ति हुनु पर्यो। कोरोनाको संक्रमण घटाउन सकिन्छ, रोकथाम नियन्त्रण। अनलाइन पर्चेजिङको पनि व्यवस्था सरकारले प्रमोट गर्न सक्छ। घरै बसेर मकातो तरकारी आज पनि आइरहेछ, किराना पनि आइरहेछ, गर्यो भनेदेखि अनलाइन सम्भव छ। त्यो गरिदिनुहोस् क्राउड घटाउने हिसाबले। मेडिकल फेसिलिटी बढाइदिनुहोस्। इन्डियातिर हेर्नुहुन्छ भने कारमा घुमिरहेछ स्वेब टेस्ट गर्ने डाक्टरहरू, मान्छेलाई रोकेर काరైबाट स्वेब स्याम्पल लिइरहेछन्। यहाँ त हामी गुहारेर पाइरहेछौँ। पिसिआर मसिन 1 ट्रक किनेर मगाउनुहोस्, म त भन्छु 2-4 वटा होइन, 1 ट्रक किट मगाउनुहोस्, लाख भन्दा बढी एकदम मास लेभलमा चेकअप सुरु गराइदिनुहोस्। मास लेभलमा एकपल्ट वार बढेको देखिन्छ तर स्क्रिनिङ त हुन्छ नि। त्यसपछि तपाईलाई अब जे गर्नु छ, क्वारेन्टाइन गर्नु छ, आइसोलेसन गर्नु छ, त्यसपछि आउनु। मेडिसिनको मामलामा त मेसिभ लेभलमा जुन एभाइलेबल हो त्यही त खाने हो हामीले, त्यो गर्नुहोस्। वैकल्पिक मेडिसिन छ, आयुर्वेद छन्, होमियो छन्, प्राकृतिक छ, त्यसलाई पनि त्यत्तिकै प्रमोट गर्नुहोस्। त्यसमा पनि कन्जुस्याइ नगर्नुहोस्। तपाईँसँग चिकित्सकको मेन पावरको कमी छ भने एमबीबीएसका फाइनलका स्टुडेन्टलाई हायर गर्नुहोस्, सर्टेन स्टेपेनका साथमा, सर्टेन प्रोत्साहनका साथ, सर्टेन सर्टिफिकेसनका नाम। नर्सेस कलेजहरू पनि छन्, नर्सेस कलेजका फाइनलका स्टुडेन्टलाई तान्नुहोस्। अहिले यो बेलामा त वारको सिचुएसन छ नि, वार लायक तयारी हुनु पर्यो। यो घरमा बस्ने नेताहरूको लागि माहौल होइन। नेताहरूलाई त टेन्टमा बस्नु पर्यो, कनातमा बस्नु पर्यो, ठाउँ ठाउँ। ओमजी, तपाईँलाई के लाग्छ? गणेशजीले उहाँले चाहिँ धेरै राम्रो सुझावहरू चाहिँ दिनुभयो होइन। उहाँले भनेको जस्तो चाहिँ नेपाल सरकारले गरिदिने हो भने तपाईँले त हेरिराख्नु भएको छ। एउटा आइसोलेसनको त अहिलेसम्म अभाव छ होइन, उपचारको कुरा त पर जाओस् र अझ सामाजिक दूरी कायम राखेर सबै कुरा व्यवस्थित गर्ने विषय हुन सक्ला होइन, बोर्डर चाहिँ पूर्ण रूपमा सिल गर्ने कुरा हुन सक्ला। जसरी उहाँले चाहिँ भन्नुभयो नेपाल सरकारले गर्न सक्छन्, आँट नभएर हो कि नचाहेको, तपाईँले के लाग्छ? होइन, उहाँले जुन कुराहरू राख्नुभयो त्यो कुराहरूलाई सरकारले अवलम्बन गर्यो भने 99% तपाईँको समस्या समाधान हुन्छ। दुईटै समस्या, एउटा रोगको पनि र भोगको पनि, दुईटै शिक्षकले डिबेट चलाइराख्नु भएको छ। किनभने उहाँले जुन कुरा गर्नुभयो त्यसरी चाहिँ हाम्रो अर्थतन्त्र पनि चलायमान हुन्छ, हाम्रो रोजीरोटी पनि चल्छ र हाम्रो रोग पनि नियन्त्रण हुन्छ निश्चित रूपमा। अनि उहाँले भनेको कुराहरू एकदमै हावादारी कुरा पनि होइन, हुन नसक्ने असम्भव कुराहरू पनि छैन। त्यो सिम्पल कुरा हो। यो नेपाल सरकारसँग त्यस्तो किसिमको व्यवस्थापन र त्यस्तो किसिमको स्रोत साधन छ कि इजी वेमा यदि इच्छा शक्ति बढायो भने, इमान्दार भयो भने चाहिँ गर्न सक्छ। तर यहाँ समस्या के छ कि जबसम्म कमिसनको सेटिङ मिल्दैन तबसम्म कुनै पनि निर्णय, कुनै पनि मतलब कार्यक्रम अगाडि बढ्दैन। यो सबभन्दा विडम्बनाको कुरा हो। उहाँको त यो सुझावहरूलाई मूल मन्त्रको रूपमा सरकारले आफ्नो मतलब नीति निर्माणको उसमा टेबल टक गर्नुपर्ने अवस्था छ। त्यति मात्र, धेरै कुनै असम्भव उहाँले कुरै गर्नु भएको छैन। सबै प्र्याक्टिकल कुरा छ, व्यवहारिक कुरा छ। यसरी नै हामी कोरोनालाई पनि जित्छौँ र हामी भोकलाई पनि जित्छौँ र हामी अर्थतन्त्रलाई पनि चलायमान राख्न सक्छौँ। उहाँको कुराबाट 100% हामी सहमत छौँ। हजुर, अब अन्त्यतिर पनि आइसकेका छौँ। ओमजी, जुन पछिल्लो समयमा तपाईँले एउटा अभियान नै चलाउनु भएको छ, सरकारले विशेष गरेर केन्द्र सरकारले वास्ता गरेन, अझ स्वास्थ्य मन्त्रीको कुरा गर्ने भने स्वास्थ्य मन्त्री चाहिँ के हेरेर बसिरहेका छन् होइन। त्यत्रो भयावह स्थिति भइसक्दा पनि एकचोटि पनि पर्सामा भेट्न समेत
हैन, यहाँको अवस्था कस्तो छ एकचोटि निरीक्षण अवलोकन गर्नलाई पनि आइदिए हुन्थ्यो कि हैन। तपाईँहरूको एउटा त्यो इच्छा पनि छ, त्यो पनि भइरहेको छैन। तपाईँहरूले एउटा मिस कल अभियान नै सुरु गर्नुभएको छ। के छ यस्तो अभियान चाहिँ किन ल्याउनु भयो तपाईँ? त्यो अभियान भन्दा पनि त्यो के छ कि अब हामी त सडकमा निस्केर आन्दोलन गर्न सक्दैनौँ। यहाँका स्थानीय सरकारले सकेसम्म धेरै प्रयासहरू गर्यो। आफै मेयरको सबै परिवार नै तपाईँको सङ्क्रमित भएको अवस्था छ। प्रदेश सरकारसँग अब हाम्रो आशा अपेक्षा रहेन। त्यस कारणले अब स्रोत साधनदेखि लिएर जनशक्तिदेखि लिएर सबै कुराहरू सङ्घ सरकारमा निहित छ। अहिलेसम्म प्रदेश सरकारको लागि हात खोलेको छैन। त्यस कारणले हामी एउटा अभियान चलाएका छौँ। मात्र 3 सूत्रीय त्यसमा माग हामी राखेका छौँ कि स्वास्थ्य मन्त्रीज्यू अहिलेसम्म तपाईँ के गरिराख्नु भएको छ? वीरगञ्ज चाहिँ एकदमै कोरोनाको कारणले थला परिसक्यो। यहाँको चाहिँ आम जनताको जुन स्वास्थ्य उपचारको धरोहर छ नारायणी अस्पताललाई जेनरलको रूपमा सुचारू गरिदिनु। यहाँ सङ्क्रमितहरू बढ्दैछ, थप आइसोलेसनको व्यवस्था गरिदिनु। त्यस्तै तपाईँको यो महामारी छ, त्यस कारणले यहाँ नेपालभरिबाट थप जनशक्ति उपकरण सहित यथाशीघ्र पठाइदिनु। मात्र 2-3 वटा सिम्पल कुरा राखेर हामी एसएमएस अभियान, आज चन्द्रकिशोर सरले त्यसको नामै दिइसक्नु भएछ, डिजिटल सत्याग्रह भनेर। डिजिटल सत्याग्रह सुरु भएको छ र 1000 भन्दा बढी एसएमएस उहाँको पर्सनल मोबाइलमा अहिलेसम्म गएको हामीले अनुमान गरेका छौँ र यो रफ्तार एकदमै जारी छ। हाम्रो आदरणीय गणेश सर दाइले पनि गर्नु भएको छ, यस्ता बुद्धिजीवीहरूले पनि गरेर त्यसमा कहीँ एकदमै निराशाबाट केही आशा अब जाग्न यो अभियानले पनि एउटा दबाब सिर्जना गरोस् सरकारमाथि कि हाम्रो हैन वीरगञ्जतिर पनि हेर्नु पर्यो। हजुर, हस् त। हाम्रो अर्को उद्देश्य पनि छ, किनभने उनीहरू जुन बीचको मान्छेहरू जुन हुन्छ नि, जुन रिपोर्टिङ गर्ने, त्यसले चाहिँ बनावटी धेरै किसिमको आफ्नो सुविधा अनुसार रिपोर्टिङ गर्दो रहेछ। त्यस कारणले हामी उहाँको पर्सनल मोबाइल नम्बर पत्ता लगाएर हामी डाइरेक्ट उहाँलाई यो यथास्थिति जे छ त्यो हामी बताउने प्रयास गरिरहेका छौँ। उहाँलाई हामी वीरगञ्जसँग जोड्ने प्रयास गरिरहेका छौँ। हजुर, हस् त। दुवैजनालाई धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद। दर्शकवृन्द, ओछलेत ओम प्रकाश सराफ सामाजिक अभियन्ता तहिना जुड़ल छलथि नेपाल उद्योग वाणिज्य संघ के केंद्रीय सदस्य गणेश लाट। आइ हुनका सबसे बात करै छलिए जे वीरगंज के बात करी, पर्सा के बात करी, जो ओहि संक्रमित के संख्या अत्यधिक भ गेल छै। कोरोना रोकथाम आ नियंत्रण के प्रयास ओतऽ केना चल रहल छै, प्रदेश सरकार, स्थानीय तह, केंद्र सरकार केना के काज कर रहा है। जे हिसाब से हुनकर सबके बात ई रहलै कि पैसा तो बहुत खर्च भेलै लेकिन रिजल्ट नहीं आबि रहल छै, रिजल्ट ओरिएंटेड काज नहीं भ रहल छै। एहि पर सरकार के ध्यान देबक चाही से हुनकर सबके सलाह सुझाव छलै। बेस्त नमस्कार।